नेपालमा आफ्नै केही गरौँ भन्ने सपना त हामी धेरैको हुन्छ, तर कहाँबाट सुरु गर्ने, कसरी गर्ने भन्ने अलमलले नै रोकिदिन्छ। कतै यो सपना असम्भव नै त होइन? होइन, आज हामी यही ठूलो चुनौतीलाई एउटा रोमाञ्चक अवसरमा कसरी बदल्न सकिन्छ भनेर कुरा गर्नेछौँ। यो प्रश्न सायद हामी सबैको मनमा कुनै न कुनै बेला आउँछ होइन त? कि त परम्परागत जागिरकै पछि दौडिने, कि त आफ्नै लागि एउटा नयाँ बाटो कोर्ने। यो प्रश्न आजको युवाको आकांक्षा र बाहिरको वास्तविकता बीचको एउटा ठूलो द्वन्द्व हो। ल हेर्नुहोस् त यो नम्बर 12.6%। यो हो नेपालको राष्ट्रिय बेरोजगारी दर। यो केवल एउटा तथ्याङ्क मात्र होइन, यसले हाम्रो देशको एउटा गहिरो समस्या देखाउँछ र आज हामी यही समस्याको समाधान के हुन सक्छ भनेर खोतल्दैछौँ। पढेर सकेपछि त झन् चुनौतीको पहाड नै अगाडि आउँछ। सीमित सरकारी र राम्रा कम्पनीका जागिरहरूमा यति धेरै प्रतिस्पर्धा छ कि धेरैका लागि यो एउटा कहिल्यै नसकिने दौड जस्तो बनिदिन्छ। त्यसो भए विकल्प के त? ल अब हाम्रो पहिलो खण्डमा प्रवेश गरौँ है त, नेपालको नयाँ आर्थिक अध्याय। यहाँ हामी अहिलेको आर्थिक अवस्थालाई चुनौती मात्रै होइन, अवसरको खानीको रूपमा हेर्ने प्रयास गर्नेछौँ। यो चार्ट हेरौँ त। नेपालको अर्थतन्त्रमा 55% भन्दा बढी हिस्सा त सेवा क्षेत्रको छ। यसको मतलब के हो भने परम्परागत उद्योग धन्दाभन्दा बाहिर नयाँ आइडिया र सेवामा आधारित व्यवसायका लागि यहाँ एकदमै ठूलो ठाउँ खाली छ। चुनौतीहरू त छन्, तर यो तथ्याङ्कले के देखाउँछ भने नेपालको अर्थतन्त्र विस्तारै भए पनि निरन्तर बढिरहेको छ र यो वृद्धिले नै हो नयाँ व्यवसाय फस्टाउनका लागि मलिलो माटो तयार पार्ने। अब बेरोजगारीको चुनौतीको लागि एउटा शक्तिशाली र प्रमाणित समाधानको कुरा गरौँ, लघु उद्यम। यो केवल एउटा शब्द मात्रै होइन, यो आफैमा एउटा आर्थिक आन्दोलन हो। खासमा लघु उद्यम भनेको के हो त? सोझो भाषामा भन्दा यो सानो लगानीबाट सुरु गर्न सकिने, हाम्रै वरिपरिको सिप र स्रोत प्रयोग गर्ने अनि व्यक्तिलाई आर्थिक रूपमा खुट्टा टेक्न सिकाउने व्यवसाय हो। यसले रोजगारी मात्रै दिँदैन, गरिबी कम गर्न पनि ठूलो भूमिका खेल्छ। हो, यो भनाइले सानो स्तरको उद्यमशीलताको राष्ट्रिय महत्त्वलाई प्रष्ट पार्छ। हरेक सानो पसल, हरेक सानो सेवा देशको अर्थतन्त्रलाई बलियो बनाउने एउटा इँटा हो। र यसले के देखाउँछ भने नयाँ काम सुरु गर्ने मान्छे एक्लो हुनु पर्दैन। एमइडिपी जस्ता सफल मोडलहरू छन् जसले प्राविधिक सिप सिकाउनेदेखि लिएर ऋण, बजार पहुँच र सल्लाह सुझावसम्मको एउटा पूरा सपोर्ट सिस्टम दिन्छन्। ल अब सबैभन्दा रमाइलो खण्ड आयो। यहाँ हामी कम लगानीमा तुरुन्तै सुरु गर्न सकिने केही ठोस र व्यावहारिक बिजनेस आइडियाहरू हेर्नेछौँ। इन्टरनेटको पहुँच जसरी बढिरहेको छ, नेपालमा डिजिटल व्यवसायको सम्भावना पनि त्यसरी नै आकाशिएको छ। यी आइडियाहरू हेर्नुहोस् त, धेरैजसो घरबाटै एउटा ल्यापटपको भरमा थोरै लगानीमा सुरु गर्न सकिन्छ। सामाजिक सञ्जाल चलाउनेदेखि लिएर अनलाइन पढाउनेसम्म अनेकौं विकल्पहरू छन्। होइन, अलि दौडधुप गरेरै काम गर्न मन छ भने पनि यी आइडियाहरू एकदमै राम्रा छन्। यी सबै स्थानीय मागमा आधारित छन् र सानो स्तरबाट सुरु गर्न सकिन्छ। सोच्नुस् त, एउटा सानो फुड कार्टले पूरै समुदायको मन जित्न सक्छ। कुरालाई अझै स्पष्ट पारौँ है। यहाँ टी-सर्ट प्रिन्टिङ व्यवसायको एउटा अनुमानित लागत हेरौँ। सबै जोड्दा जम्माजम्मी 80,000 रुपियाँ जति। यसले के देखाउँछ भने 1 लाखभन्दा कम लगानीमा पनि एउटा राम्रो नाफामूलक व्यवसाय सुरु गर्नु असम्भव छैन, बिल्कुल सम्भव छ। ल, आइडिया पनि भयो, लगानी पनि जुट्यो। अब अर्को महत्त्वपूर्ण चरणमा लागौँ, आफ्नो व्यवसायलाई कानुनी रूपमा दर्ता कसरी गर्ने। सुन्दा झन्झटिलो लागे पनि यो प्रक्रियालाई हामी सरल बनाएर हेर्नेछौँ। खासमा दुईवटा मुख्य विकल्प हुन्छन्, एकलौटी वा प्राइभेट लिमिटेड। कोही एक्लै र सानो स्तरमा सुरु गर्दैछ भने एकलौटी दर्ता एकदमै सजिलो हुन्छ। तर भविष्यमा ब्रान्ड बनाउने, लगानी भित्र्याउने र कानुनी सुरक्षा चाहिने हो भने प्राइभेट लिमिटेड नै उत्तम विकल्प हो। यो प्रक्रिया हेर्दा जति जटिल लाग्छ, वास्तवमा त्यति छैन। यसलाई यी 4 सरल चरणमा बाँड्न सकिन्छ। पहिलो, नाम जुराउने। दोस्रो, कम्पनी वा फर्म दर्ता गर्ने। तेस्रो, प्यान लिने। र अन्त्यमा स्थानीय निकायबाट इजाजतपत्र लिने। बस यति नै हो। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर आफ्नो सानो व्यवसाय सञ्चालनमा ल्याउन औसतमा 3देखि 7 कार्यदिन मात्रै लाग्छ। मतलब 1 हप्ताभित्रै आफ्नो व्यवसायको मालिक बन्न सकिन्छ।
व्यवसाय सुरु गर्नु त एउटा पाटो भयो, तर त्यसलाई सफल र लाफामूलक बनाइराख्नु अर्को ठूलो कुरा हो। हाम्रो यो अन्तिम खण्डमा व्यवसायलाई फस्टाउन मद्दत गर्ने केही एकदमै आवश्यक सल्लाहहरू हेरौँ। यसलाई सफलताको लागि एउटा चेकलिस्ट नै मान्दा हुन्छ। बजार राम्ररी बुझ्ने, खर्च घटाउने, अनलाइनमा सक्रिय हुने, सामान वा सेवाको गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने र आएको नाफालाई फेरि व्यवसायमै लगानी गर्ने। यी साधारण तर एकदमै शक्तिशाली नियमहरू हुन्। ल, हामीले अवसरहरू देख्यौं, आइडियाहरू खोज्यौं र प्रक्रिया पनि बुझ्यौं। अब अन्तिम प्रश्न उठ्छ, यति धेरै सम्भावनाहरू हाम्रो अगाडि छँदा आफ्नो यात्राको सुरुवात कहाँबाट गर्ने त?